खुट्टा हात खुट्टा भाँचेर फालिदिन्छु ल। यो मेरो चेताउनी भयो तपाईलाई ल। अरूलाई उफ्री उफ्री कुट्ने शर्मिला वाइवालाई हिजो चाहिँ कसैले राड प्रहार गरेछ साथीहरू। मान्छेले थुतुनु र मुतुनु दुवै सम्हाल्न जान्नुपर्छ, बुढापाकाले भनेको मान्नुपर्छ है। मुतुनु नसम्हाल्दा गङ्गु काण्डहरू आउँछ, थुतुनु नसम्हाल्दा यस्तै हड्डीहरूले दुःख पाउँछ। अनि नो थुतुनु र मुतुनु सम्हालौँ, जीवनलाई जिउँ। हुन त कसैको ज्यान लिने गरी पछाडिबाट त्यस्तो राडहरू प्रहार गर्नु, यसरी हातापाइमा उत्रिनु त्यति राम्रो होइन। देखा आपने लापरवाही का नतिजा है। एकदमै यो घटना चाहिँ एकदमै दण्डनीय छ, यस्तो गर्नु हुँदैन थियो। नमस्कार साथीहरू, म टेकराज। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। हिजो चाहिँ एउटा काण्ड भएछ, शर्मिला वाइवाको टाउकोमा चाहिँ राड प्रहार भएछ। त्यो राड प्रहारमा चाहिँ शर्मिला वाइवाको आफ्नो दुश्मनी होला, अर्कै कुरा हो। सामाजिक सञ्जालमा आएका उहाँका अभिव्यक्तिहरू, उहाँको कामहरू, कुनै पनि विषयलाई लिएर यसरी राड प्रहार गर्नु त त्यति राम्रो होइन, कसैको ज्यान लिने गरी। तर समाजमा समाजी अभियन्ता हो भन्दै, समाजलाई एकदमै जे पाए त्यही बोल्दै, एकदम म त खुलस्त केटी हो, म त यस्तै हो, म त उस्तै हो भन्दै जनता माफ नहीं करेगी। धेरै जसो मान्छेहरूले सामाजिक अभियन्ता मान्दछन्। यदि तपाईले गरेको काम सामाजिक अभियान नै हो भने तपाईले गिबिना मगर बहिनीबाट सिक्नुपर्छ सामाजिक सेवा भनेको चाहिँ के हो भनेर। जसले सामाजिक सेवाको नाममा डर, त्रास, धम्कीहरूको भाषाहरू बोल्दै समाजमा म चाहिँ सामाजिक अभियन्ता हुँ भन्दै सामाजिक सञ्जालमा वायत कुराहरूलाई ठाउँ दिँदै आएको छ, उसलाई हुन्छ डर। कुछ न कुछ तो गडबड जरुर है। गिबिना मगर बहिनीलाई कसैको डर छैन। करेक्ट पावर यो महिला गजब। तपाईले यस्तो खालको अराजक समाज सेवा गर्नुभयो भने डर, त्रास, धम्की अनि उटपटाङ कुराहरूसँगै तपाईको समाज सेवा भयो भने अहिले त राडमा त प्रहार भएछ, भोलि कसैले खौडा हान्न पनि टाइम लगाउनेवाला छैन। चान्स पायो कि नेपालीले गर्छ। त्यसैले तपाईँ समाज सेवा भनेको गिबिना मगर बहिनीबाट सिक्नुहोस् है। ठीक भन्नुभएछ सर, गजब कुरा गर्नुभयो। हुन त शर्मिला वाइवासँग लेनदेनको विषयमा झगडा परेको रहेछ। त्यो राड चाहिँ मैले प्रहार गरेको, हाम्रो झगडा भएको थियो भनेर चाहिँ लाइभमा आइसकेको छ एउटा बहिनी, जो चाहिँ शर्मिला वाइवाको साथी हुनुहुँदो रहेछ। एकछिन उहाँको भिडियो पनि हेर्नुहोस् है। शर्मिला वाइवाले चाहिँ सँग चाहिँ हल्का मेरो लेनदेनको कारोबार थियो। मेरो एपेन्डिक्स हुँदाखेरि मेरो हस्पिटलमा मेडिकल कलेजमा बिल पेमेन्ट गरेको थियो। अनि त्यसको बिल त चाहियो मलाई 2-4 हजार तिरेर, 1 लाखले 35,000ले 50,000ले भन्नु त पाएन नि त होइन। उसले चाहिँ मलाई चाहिँदो भन्दा बेसी खर्च मागेको हुनाले मैले चाहिँ बिल लिएर आइज नि त भन्दाखेरि पनि नआउने। आज चाहिँ कहाँबाट ऊ आफैले ल आइज पैसा ले भनेर भने ठिकै छ नि त, आज म पैसा दिन्छु भनेर गएको म पनि। हुन त म सामाजिक अभियन्ता भन्दै अरूलाई धम्काउने, थर्काउने, कसैलाई कुट्छु, मार्छु, पिट्छु, हात खुट्टाहरू भाँच्छु भन्दै आउँथ्यो। आज चाहिँ आफैले कुटाइ पाएछ। अर्को कुरा यो पनि ठिकै हो, अरूको घरबार बिगार्न भनेपछि शर्मिला वाइवालाई बुढा चाहिँ अरूकै मनपर्ने। अब यस्ता काण्डहरू त, यस्ता पात्रहरू सामाजिक सञ्जालमा यस्तो अराजक फैलाउँदै, कन्ट्रोभर्सियली फैलाउँदै भाइरल हुनको लागि पनि गरेको हुनसक्छ, त्यो चाहिँ बेग्लै कुरा छ। तर यसैलाई घाइते हुने गरी कसैलाई कुटपिट गर्नु राम्रो होइन। शर्मिला वाइवालाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना सहित अब यो घटनाले चाहिँ शर्मिला वाइवाले सुध्रिनुपर्छ। बाँकी तपाईँहरूको मनमा कस्तो लाग्छ, उहाँको सामाजिक अभियान कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला है।